हेलो गाइस, सबैजनालाई गुड मर्निङ है। मेरोपट्टिबाट जोशी सचितानन्द तपाईँहरूलाई आज चाहिँ सानो भ्लग लिएर आउँदै गरेको मिनी भ्लग। आज चाहिँ हामी चाहिँ ह्याप्पी भ्याली टी गार्डन जान आँटेको छौँ है। म रहिमदा है, रहिमदाको फ्यामिली मेम्बर्सहरू है। म तपाईँहरूलाई देखाउँछु है अगाडि के हुन्छ है। हेलो गाइस, म चाहिँ अब अहिले चाहिँ रेडी भएँ है। अब हामी चाहिँ निक्लिनु आँटेको उसको लागि, टी गार्डनको लागि है। तपाईँहरूलाई देखाउँदै जान्छु है। रहिमदा पनि रेडी हुनुहुँदैछ होइन। हुन्छ, अहिले चाहिँ हामी जाँदै गरेको है। अहिले चाहिँ टी गार्डन जाँदै गरेको ह्याप्पी भ्याली है, घुम्नु निस्केको सबै। अहिले चाहिँ हामी घुम्नु निक्लिँदै गरेको। वेदर पनि अलिक साह्रै चिसो छ आज, वेदरले साथै देख्छ न हामीलाई कि छैन हो, चिसो छ र पनि यहाँ प्लान गरेपछि निस्किनै पर्यो। हजुर। हेलो गाइस, अब चाहिँ हामीले स्टार्ट गऱ्यौँ है। यो चाहिँ हाम्रो रहिमदाको गाडी, मेरो गाडी चाहिँ लगिन है। आज रहिमदाको गाडीमा जाउँ भनेर चाहिँ प्लान गरेको है। खै अब चाहिँ हाम्रो सफर सुरु भयो है। दा उता उया अहिले चाहिँ हामी चाहिँ पार्किङमा आइपुग्यो है। पार्किङमा गाडी राखेर अब अलिकति वक गरेर जाडोमा जानुपर्छ ह्याप्पी भ्यालीतिर। किन बाटो पनि खराब छ भनेर केटाहरूलाई सोधेको थियो हो। के अरे गाडी नलगेकै बेटर लाग्यो। हेलो, यो चाहिँ देख्दै गरेको चाहिँ दार्जिलिङ है। यो दार्जिलिङ बजार हो है। यहाँ तलको चाहिँ ह्याप्पी भ्याली, यसलाई चाहिँ ह्याप्पी भ्याली भन्छ है। अहिले चाहिँ हामी ह्याप्पी भ्यालीमा आइरहेको छौँ है। यो अहिले चाहिँ यस्तो चाहिँ ह्याप्पी भ्यालीको भ्यू यस्तो छ है। यहाँ चाहिँ बाटोको अवस्थाहरू चाहिँ यस्तो छ होइन। हेलो गाइस, अब चाहिँ हामी चाहिँ फर्केको है यहाँ ह्याप्पी भ्यालीबाट चाहिँ। यो लेखेको थियो र फोटो खिच्नुपर्ने थियो होइन। यो दिएको पछाडि आउनुहुँदैछ दि है, उसको चाहिँ फोटो खिच्नुपर्ने थियो होइन। इन्स्टाग्राममा हाल्नुको लागि चाहिँ फोटो चाहिएको थियो होइन। त्यसको लागि चाहिँ फोटो खिच्न आएको। अलिअलि फोटो खिच्यो, अहिले फर्किँदै गरेको हामी है। गाइस, अहिले चाहिँ यहाँ चाहिँ भिआइपी पनि अड्केको छ यो बाटोमा चाहिँ है। हजुर थाहा छैन, होला स्किट गऱ्यो नि। भिआइपीलाई उल्टा पाइलटले डिस्टर्ब है। हजुर अनि त सर्ट होइन ल। 4x4 हो, हेर न क्या दामी सर्छ 4x4 त है। त्यस्तो डिफो बाटो बनाउँछ त। ह्याप्पी भ्यालीबाट चाहिँ सिधै यहाँको यहाँ आउनेको प्लान चाहिँ थिएन हाम्रो होइन। अन्त के हाम्रो बाटो बिचबाट आउनु चाहिँ अलिक प्लान भयो रेलवे स्टेसन जाने है। सानो भ्लग बनाउनुको लागि भनेर चाहिँ हामी चाहिँ आयौँ होइन। तपाईँहरूले यो टोय ट्रेन हेर्नु सक्नुहुन्छ है। यो चाहिँ दार्जिलिङको स्टेपिङ हो। यो चाहिँ टुरिज्मको लागि है। टुरिज्मको लागि चाहिँ फेमस छ होइन दार्जिलिङमा चाहिँ। यो चाहिँ टुरिस्टले साह्रै मन पराउँछ होइन। यो चाहिँ फरेनर्सहरू हुन्छ, उहाँहरूले चाहिँ पुरा मन पराउनुहुन्छ। यो ट्रेन एकदमै बुक गर्नुहुन्छ। स्टिप इन्जिन चाहिँ अगाडिबाट यस्तो छ होइन, हेर्नु सक्नुहुन्छ। पुरा स्टिप इन्जिन हो दार्जिलिङको। यो चाहिँ डिपाचर है,
मतलब बगी यो चाहिँ स्मल बगी होइन तलतिर चाहिँ ठुल्ठुलो हुन्छ यो चाहिँ सानो खालको बगी हो खै गाइस अब चाहिँ हामी गएको है अब चाहिँ हामी जाँदै गरेको स्टेसनबाट चाहिँ हिँडेको होइन ऊपरको चाहिँ इन्जिन तर इन्जिन चाहिँ स्टार्टै छ एउटा दुइटा इन्जिन चाहिँ जाँदै भएको है स्मार्ट बजार जाने भन्दैथ्यो होइन स्मार्ट बजार जान्छौँ कि जाँदैन हेरौँ अहिले चाहिँ स्टेप इन्जिन स्टार्टमा छ है उयो हेर्नु सक्नुहुन्छ दार्जिलिङको यो सबसे पुरानो हो स्टेप इन्जिन चाहिँ यो तपाईँको जब यो दार्जिलिङमा ब्रिटिसले राज गरेको थियो है उस टाइमको हो यो चाहिँ अझैसम्म निशानी चाहिँ यो दार्जिलिङमा छ है वर्ल्डमा रेकर्ड राखेको छ है हाम्रो दार्जिलिङले पनि है